हेलो गुड मर्निङ एन्ड नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ मेरो फर्स्ट भिडियो हो, नयाँ भिडियो सुरुवात भनौँ न। आज चाहिँ मेरी बहिनीको बर्थडे छ। हामी पशुपति जाँदैछौँ। बर्थडे गर्ल हेलो गर। हाई। के छ आज बर्थडेको दिन तँलाई? आज बर्थडे चाहिँ मेरो एकदम स्पेसल हुनेवाला छ जस्तो लाग्छ, किनकि अब पहिलोचोटि हो चाहिँ दिदी बहिनीहरूसँग बर्थडे मनाउन आँटेको, त्यसैले मेरो चाहिँ आज स्पेसल हुन्छ जस्तो छ। हाम्रो दिदी बहिनी आज पशुपति जाँदैछौँ। हामी चाहिँ अब निस्केको जाँदैछौँ। के अरे देख्दैन के गर्नु, क्यामेरा समात्नु नि आउँदैन। आइज न यता तँ पनि। दुईजना जाँदैछौँ हामी चाहिँ। यहाँ मेरो बुढो भनाउँदैलाई पर्खेको, आउनुहुन्न। हामी बस्ने ठाउँ चाहिँ यस्तो छ। बाटोहरू के गर्नु, गाडी चढ्न जानुपर्ने। जाडो छ हौ काठमाडौँतिर त। तपाईँहरूकोतिर के कस्तो छ? बोल्दै त पनि धेरै जाडो छ। दुई सप्ताह कता कता त हिउँनै परिसक्यो होला हौ। हिउँ खेल्नु जानु पर्ला जस्तो छ। कस्तो जाडो छ कि आम्मामा कति चिसो छ भनेको। बिहान बिहान दिउँसो घाम लाग्छ है आम्मा। त्यो पनि हावा चलेर घाम ताप्नु नि सकिन्न। 10 बजेको घाम पनि कस्तो कमल हुन्छ नि अहिले त। गाह्रो छ साथीहरू। के गर्नु, काठमाडौँको ठाउँमा चिसो छ। जाँदैछौँ। कस्तो जाडो छ, चिसो। हामी चाहिँ बहिनीको बर्थडेको दर्शन गरेर निस्किसक्यौँ पशुपति आएर। मेरो बुढो मेरो बहिनी आइज। अब चाहिँ निस्केको साथीहरू, जाँदैछौँ। हेरौँला अब परेवा। यसलाई हामीले नि दाना दिनुहुन्थ्यो नि है, ल्याइएन। अर्को पछि कुनै चोटि आउँदा। यस्तो छ पशुपति। देखिरहेको म अब चाहिँ निस्क्यौँ। आमा हेर, दिदीलाई छोडेर साली भेनाको त्यहाँनिर पुरा मोज मस्ती चलिरहेको छ। इन्जोय। राम 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 राम। मेरो निस्क्यो। आमामा मलाई डाहा लागेर नि आहा लाग्यो। हामी चाहिँ पशुपतितिर डुल्दैछौँ। बहिनीहरू पर्खिँदैछौँ। है मेरो बुढा। कता उतै आउने अरे? आइज भन् न त। आउँदैछ अरे? गएको त उतै आयो भने ल आइज भन् न त। के यतै आउने? अनि के गर्नु त? यस्तै छ गाइज हाम्रो साथीहरू। गाइज होइन साथीहरू भन्नुपर्छ। पशुपति डुलिरहेछौँ हामी चाहिँ मस्त लाएर। बहिनीको साथी आउँदैछ, पर्खिराखेको। अरू बहिनीहरू पनि आउँदैछन्, पर्खिराखेको। बुढो मेरो बुढो बिन्तालाई आरिस जलाउने हामी बुढाबुढी मिलेर। तर यहाँ मिल्यो कि मिलेन भिडियो हेर्नु पऱ्यो। भिडियो साथीहरू, बहिनीलाई भिडियो बनाऊँ भनेको आइज न भनेको। अम्मै मसक्क मस्केर टिकटक बनाउने रे अम्मा। पुरा लाएर अब जाने। बहिनीको साथी आउने छ अरे क्या, त्यही भएर पर्खेको हो क्या। एकछिन परेवाहरू उडेको क्या आनन्द छ भाइ। घाम अहिले चाहिँ न्यानो लागिरहेछ। बिहान चाहिँ जाडोले लास्टै उयो भएको थियो, जाडो भएको थियो एकदमै। टिकटकमा मस्त छन् कसैहरू यतातिर। त्यही छ साथीहरू। अब हामी घर जान्छौँ बहिनीको साथी आएपछि। अनि घर गएर केक सेक काटेकोहरू देखाउँदै गर्छौँ हजुरहरूलाई, हेर्दै गर्नु होला साथीहरू। अब हामी चाहिँ निस्क्यौँ।
मन्दिरबाट अब हामी चाहिँ गोइङ टु द हाउस। भोक पनि लागिरह खाजा खाने हो। स्लिपिङ कि परे स्लिपिङ इन द कुमिङ भन्दै गएर निद्रा लागिरहेको स्लिपिङ इन द कुमिङ। अब हामी चाहिँ खाजा खाने हो साथीहरू। भोक लागिसक्यो चिसो चिसो मौसममा तातो तातो चिया कफी चिया कफी खाऊँ भन्दैन त त्यस्तै हो। हेर्नुहोस् यस्तरी देख्नु भनेको त नहुने रहेछ। भोकै परेर हिँडिरहेको मेरो बुढा। अब यतातिर आम्मामा कस्तो चिसो बाटो यस्तो छ। खुट्टा रित्तै यस्तरी खोइ तिमीहरूको खुट्टा गुटेक्ला है यता गुटेक्ला अचु ल साथीहरू अब खाजा खाने ठाउँमा भेटौँला। रेडी खोइ त लाइटर ल्याऊ साथीहरु। बिर्सेछु साथीहरू बिर्सेकै आज चाहिँ ढकिङ किङ गर्नु पनि बिर्सेछु है। अनि त्यही हो साथीहरू अब सुत्दामाको हजुरहरू गरेको कति हुनुभयो होला तर पनि केही छैन। अब हेर्नु न सुत्तै बिर्सेछु है। अब बहिनीहरूलाई आफ्नो टमेटो गएको त्यसपछि हरेक कुराहरू अझै कति कुराहरू हजुरहरूलाई देखाउनै बिर्सेछु है। त्यही भएर साथीहरू मैले चाहिँ बिर्सेको अवस्था त्यसैले म चाहिँ अहिले झसङ्ग गएर याद आएर हिँड गर्न आएको छु। ल भोलिको भिडियोमा भेटौँला नयाँ ब्लगमा भेटौँला हजुरहरूसँग है। अहिले चाहिँ अब म यही गर्न चाहन्छु। यदि हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ओके बाई बाई साथीहरू। हेलो गुड मर्निङ एन्ड नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज चाहिँ मेरो फर्स्ट भिडियो हो नयाँ भिडियो सुरुवात भनौँ न। आज चाहिँ मेरी बहिनीको बर्थडे छ। हामी पशुपति जाँदैछौँ। बर्थडे गर्ल हेलो गर हाई। के छ आज बर्थडेको दिन तँलाई? आज बर्थडे चाहिँ मेरो एकदम स्पेसल हुनेवाला छ जस्तो लाग्छ किनकि अब पहिलोचोटि हो भने चाहिँ दिदी बहिनीहरूसँग बर्थडे मनाउन आँटेको त्यसैले मेरो चाहिँ आज स्पेसल हुन्छ जस्तो छ। हाम्रो दिदी बहिनी आज पशुपति जाँदैछौँ। हामी चाहिँ अब निस्केको जाँदैछौँ। धेरै देख्छ देख्दैन के गर्नु क्यामेरा समात्नु नि आउँदैन। आइज न यता तँ पनि। दुईजना जाँदैछौँ हामी चाहिँ। यहाँ मेरो बुढो भनाउँदैलाई पर्खेको आउनुहुन्न। हामी बस्ने ठाउँ चाहिँ यस्तो छ बाटोहरू के गर्नु गाडी चढ्न जानुपर्ने। अचु जाडो छ हौ काठमाडौँतिर त तपाईँहरूकोतिर के कस्तो छ? धेरै बोल्दै त पनि धेरै जाडो छ। दुई सप्ताह कता कता त हिउँनै परिसक्यो होला हौ। हिउँ खेल्न जानु पर्ला जस्तो छ। कस्तो जाडो छ कि आम्मामा कति चिसो छ भनेको। बिहान बिहान दिउँसो घाम लाग्छ है आम्मा। त्यो पनि हावा चलेर घाम ताप्नु नि सकिन्न। 10 बजेको घाम पनि कस्तो कमल हुन्छ नि अहिले त। आमा गाह्रो छ साथीहरू के गर्नु। काठमाडौँको ठाउँमा चिसो छ। जाँदैछौँ कस्तो जाडो छ चिसो। हामी चाहिँ बहिनीको बर्थडेको दर्शन गरेर निस्किसक्यौँ पशुपति आएर। मेरो बुढो मेरो बहिनी आइज। अब चाहिँ निस्केको साथीहरू जाँदैछौँ। हेरौँला अब परेवा यसलाई हामीले पनि दाना दिनुहुन्थ्यो नि है ल्याइएन।
अर्को पछि कुनै कुनैचोटि आउँदा त्यस्तो छ पशुपति। देखिरहेको म अब चाहिँ निस्क्यौँ आमा। हेर दिदीलाई छोडेर साली भेनाको त्यहाँनिर पुरा मोज मस्ती चलिरहेको छ, इन्जोय। राम 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 राम। मेरो निस्क्यो आमा, मलाई डाहा लागेर नि आहा लाग्यो। हामी चाहिँ पशुपतितिर डुल्दैछौँ, बहिनीहरू पर्खिँदैछौँ। है मेरो बुढा कता उतै आउने अरे? आइज भन् न त, आउँदैछ अरे? भइगयो त उतै आयो भने। ल आइज भन् न त, के यतै आउने? अनि के गर्नु त? यस्तै छ गाइज हाम्रो साथीहरू, गाइज होइन साथीहरू भन्नुपर्छ। पशुपति डुलिरहेछौँ हामी चाहिँ मस्त लाएर। बहिनीको साथी आउँदैछ, पर्खिराखेको। अरू बहिनीहरू पनि आउँदैछन्, पर्खिराखेको। बुढो ए मेरो बुढो बिन्तालाई आरिस जलाउने हामी बुढाबुढी मिलेर। तर यहाँ मिल्यो कि मिलेन भिडियो हेर्नु पऱ्यो। भिडियो न साथीहरू, बहिनीलाई भिडियो बनाऊँ भनेको आइज न भनेको मै मसक्क मस्केर टिकटक बनाउने रे अम्मा। पुरा लाएर अब जाने। बहिनीको साथी आउने छ अरे क्या, त्यही भएर पर्खेको हो क्या। एकछिन परेवाहरू उडेको क्या आनन्द छ भाइ। घाम अहिले चाहिँ न्यानो लागिरहेछ। बिहान चाहिँ हामी जाडोले लास्टै यो भएको थियो, जाडो भएको थियो एकदमै। टिकटकमा मस्त छन् कसैहरू यतातिर। त्यही छ साथीहरू। अब हामी घर जान्छौँ बहिनीको साथी आएपछि। अनि घर गएर केक काटेकोहरू देखाउँदै गर्छौँ हजुरहरूलाई, हेर्दै गर्नु होला साथीहरू। अब हामी चाहिँ निस्क्यौँ मन्दिरबाट। अब हामी चाहिँ गोइङ टु द हाउस। भोक पनि लागिरह, खाजा खाने हो। स्लिपिङ इन द कुमिङ। अब हामी चाहिँ खाजा खाने हो साथीहरू। भोक लागिसक्यो, चिसो मौसममा तातो चिया कफी खाऊँ भन्दैन त, त्यस्तै हो। हेर्नुहोस् यस्तरी देख्नु भनेको त नहुने रहेछ। भोकै परेर हिँडिरह मेरो बुढा। अब यतातिर आम्मामा कस्तो चिसो बाटो यस्तो छ, खुट्टा रित्तै यस्तरी। खोइ तिमीहरूको खुट्टा गुटेक्ला है यता गुटेक्ला अचु। ल साथीहरू अब खाजा खाने ठाउँमा भेटौँला। रेडी खोइ त लाइटर ल्याऊ साथीहरू। बिर्सेछु साथीहरू, बिर्सेकै आज चाहिँ भ्लग इन गर्नु पनि बिर्सेछु है। अनि त्यही हो साथीहरू। अब सुत्नमा आएको। हजुरहरू गरेको कति गर्नुभयो होला, तर पनि केही छैन। अब हेर्नु न सुत्तै बिर्सेछु है। अब बहिनीहरूलाई फोन गर्न त गएको, त्यसपछि हरेक कुराहरू अझै कति कुराहरू हजुरहरूलाई देखाउनै बिर्सेछु है। त्यही भएर साथीहरू मैले चाहिँ बिर्सेको अवस्था। त्यसैले म चाहिँ अहिले झसङ्ग गएर याद आएर इन गर्न आएको छु। ल भोलिको भिडियोमा भेटौँला, नयाँ ब्लगमा भेटौँला हजुरहरूसँग है। अहिले चाहिँ अब म इन गर्न चाहन्छु। यदि हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई साथीहरू।